हेलो गाइजहरु वेलकम ब्याक। सबैजना सन्चै हुनुहुन्छ होला? म नि एकदम सन्चै छु। आज चाहिँ मैले घरमा आफैले बिरयानी बनाएर खुवाउने प्रयास गरिरहेको छु। कस्तो बन्छ हेर्नु त गाइज। अगाडि चाहिँ तपाईहरुले देखि नै सक्नुभयो, अगाडि चाहिँ मैले ग्रेभीको लागि सबै रेडी गरिसके। अब चाहिँ मैले यता चिकन फ्राई गरिरहेको छु। चिकन पनि बन्न लागिसक्यो। अब हामी चाहिँ यता चाहिँ राइसलाई चाहिँ मैले बोइल गरेर सबै मिक्स गरेर फिजाइरहेको छु गाइजहरु है। अनि मैले बिरयानी चाहिँ लङ रेन्जको राइसले बनाएन, घरमा जे छ त्यही राइसले बनाए, किनकि अब म फर्स्ट टाइम एक्सपिरियन्स गर्नको लागि मैले जे छ त्यहीमा बनाइदिएको गाइज है त। यता चाहिँ चिकन पनि रेडी भइसकेको छ। अब हाम्रो चिकन पनि रेडी भइसक्यो। अब चाहिँ हामी के गर्छौं त, अब चाहिँ बिरयानी बनाउनलाई सबै रेडी भइसकेको छ। अब बनाउँदै गाइज। ल मैले नयाँ भिडियो लिएर आइसकेको छु गाइज। आज मैले चाहिँ घरमै बिरयानी बनाएर गाइजहरु हेर्न सक्नुहुन्छ। अब म चाहिँ खाना गइरहेको छु गाइज, खान्छु म तर एकछिनमा। वेट मैले पक्नुस् भनेको कारण बुझ्नु भयो? यति दुःख गरी बनाएको छु, लास्टमा फोटो त लिनै पर्यो, त्यसैले गाइज। ल गाइज लास्टमा बत्ती गइदिरा ल है। मैले पक्कै नि किन बत्ती गएको, यो चाहिँ तपाईहरुको मायाको कमीले है गाइज। मलाई त्यस्तै लाग्यो है गाइज। अब माया गर्नु पर्यो है। ल गाइज अहिले चाहिँ बत्ती आयो। अब चाहिँ म खाना लाएको छु। अनि तपाईहरुले अगाडि भिडियोमा देख्नु नै भएको होला है, मैले दुईटा थालीमा पस्केको थिएँ। त्यो चाहिँ कसको लागि? म मात्रै कहाँ खान्छु त, हजुरहरुलाई नि माया गर्छु नि म। त्यो चाहिँ हजुरहरुको लागि मैले पस्केको देख्नु भयो नि त गाइज हैन। म त हजुरहरुलाई नि माया गर्छु, त्यस्तै तपाईहरुले नि मलाई माया गर्नु पर्यो है त गाइज। के होइन त गाइज? के त हैन, रमाइलो त गर्नु पर्यो गाइज। त्यही हो, तपाईहरु मेरो भिडियोले इन्जोय गर्नुस्। तपाईहरुलाई नि मैले माया गर्छु, त्यसैले तपाईहरुको लागि पनि मैले साइडमा थालीमा राखेको छु। तपाईहरुले नि मैले तपाईहरुलाई गरेको जस्तै माया देखाउनु पर्यो है त गाइज। एकदम मिठो छ है, मलाई एकदम दामी लाग्यो हैन। एकदम बबाल छ ल। जस ठीक लाग्यो, मलाई चाहिँ दामी लाग्यो। म आफैले फर्स्ट एक्सपिरियन्स हो, प्रयास भनौं, फर्स्ट प्रयास हो चाहिँ मेरो। आफैले घरमा बनाउन मन लाग्यो मलाई, बनाएर घरमा बनाएर दिन मन लाग्यो। त्यो भएर ल गाइज म चाहिँ खाएर एकदम इन्जोय गरिरहेको छु हैन। हजुरहरुले नि हेरेर इन्जोय गर्नु होला हैन, माया गर्नु होला, सपोर्ट गर्नु होला, सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला है त गाइज। एकदम मिठो कमेन्ट गर्नु होला। गाइजहरु खाएर सक्न लागिसके मैले चाहिँ। ल गाइज फाइनली मैले चाहिँ अब खाएर सकिसकेको छु गाइज। अब चाहिँ म उठ्छु गाइज। तपाईहरुले देख्न सक्नुभयो मैले चाहिँ खाइसकेँ, पेट चाहिँ टन्न भइसक्यो। तर माया गर्न चाहिँ नबिर्सनु पर्यो है। माया चाहिँ गर्नु पर्यो, लाइक गर्नु पर्यो, सब्स्क्राइब गर्नु पर्यो है त गाइज। मैले खाइसकेँ हैन। अब चाहिँ म रेगुलर भिडियो ल्याउने प्रयास गरिरहेको छु। म चाहिँ लङ टाइम अलि हराएको थिएँ, अलि आफ्नो स्वास्थ्यको कारणले अलि बिरामी भएको कारण त्यसैले भएर हराएको। अब चाहिँ म रेगुलर भिडियो ल्याउन प्रयास गर्नेछु हजुरहरुलाई। हजुरहरुले अब फुल भिडियोहरु सपोर्ट गरिदिनु होला है। राम्रो नराम्रो के लाग्छ कमेन्टमा लेख्नु होला। थ्यांक यू फर वाचिङ भिडियो। बाइ, लभ यू।